सांस्कृतिक विविधता र सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले धनकुटामा 1 महिने फोटो प्रदर्शनी शुरू भएको छ। हनुमान ढोका दरबार संग्रहालयको आयोजना तथा प्रदेश संग्रहालय धनकुटाको सहकार्यमा प्रदर्शनी शुरू भएको हो। प्रदर्शनीमा नेपालका सांस्कृतिक विश्व सम्पदा स्थलहरू, अन्य सम्पदा स्थलहरू तथा धनकुटा जिल्लाका विविध सांस्कृतिक दृश्यहरू समेटेका पुराना, दुर्लभ र ऐतिहासिक तस्बिरहरू राखिएका छन्। कोशी प्रदेश पर्यटन वर्षको सुरुवाती चरणमा आयोजित यस प्रदर्शनीले प्रदेशकै पर्यटन क्षेत्रलाई सहयोग पुग्ने विश्वास गरिएको हनुमान ढोका दरबार संग्रहालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो। काठमाडौँ उपत्यका विश्व सम्पदा र विभिन्न फोटोहरू सङ्कलन गरेर सँगसँगै अन्य सम्पदा स्थलहरू, सांस्कृतिक सम्पदा स्थलहरू र प्रदेश स्तरका कोशी प्रदेश र देशै भएका केही र अनि अलिकति केही चाहिँ धनकुटाका पुराना फोटोहरू सङ्कलन गरेर ती फोटोहरू चाहिँ एकदम अमूल्य छन्, एकदम रेयर छन्, तिनीहरू जताततै पाइँदैनन्। फोटो प्रदर्शनीमा विश्व सम्पदा स्थलहरू, पशुपतिनाथ मन्दिर, लुम्बिनी लगायतका पुराना तथा हालैका फोटोहरू, धनकुटाका करिब 50 वर्ष पुराना फोटोहरू रहेका छन्। फोटो प्रदर्शनीले धनकुटामा पुरानो रहनसहन कस्तो रहेको भन्ने झल्काउने पनि आयोजकले अपेक्षा गरेको छ।